सो सो आज चाहिँ लक्ष्मी पूजाको दिन हैन। सो आज म मेरो लक्ष्मी पूजाको दिनमा के गर्छु सो आई विल सो यु है। म आज के गर्छु, कहाँ कहाँ जान्छु, के बनाउँछु, के गर्छु, के लिन्छु, सब देखाउँछु हजुरहरूलाई। सो हजुरहरू सब भिडियो हेरेर इन्जोय गरिदिनु होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु अगेन माई युट्युब च्यानल होइन। अनि अब चाहिँ आज चाहिँ मैले तपाईँहरूलाई नयाँ तिहार स्पेसल भ्लग लिएर आएको छु। सो आज चाहिँ म अलरेडी फ्रेस भएर होइन नुहाइ गरेर आउँछु। म चियासा पिएर पूजा पनि गरेर अनि चियासा बनाएर चिया पिएर चाहिँ म बहिनी घर जान्छु, किनभने आज बहिनीकोमा हामीले प्रसादीलाई सेल पोल्ने भनेको छौँ। तर वी आर नट एक्सपर्ट है, त्यही पनि हामी ट्राई गर्छौँ कसो भन्छ हेरौँ होइन। अनि सो यो ब्लग चाहिँ तपाईँहरूलाई इन्जोय गराउन चाहिँ म बहुत कोसिस गर्छु, किनभने यो ब्लग चाहिँ मलाई आफ्टर लङ टाइम ब्लग बनाइरहेको छु होइन। सो तपाईँहरूलाई चाहिँ यहाँको तिहार स्पेसल कस्तो हुँदैछ भनेर म तपाईँहरूलाई देखाउँछु। सिन्स यो भिडियो चाहिँ म लक्ष्मी पूजादेखि देखि चाहिँ तपाईँको भाइटिकासम्मको भिडियो म एउटै पज गरेर बनाउँछु होला। सो स्टे ट्युन विथ अस। अहिले चाहिँ म यहाँ चिया बनाउँदैछु किचनमा होइन। सो म चाहिँ अब चियाहरू पिएर चिया बनाएर पिएर चाहिँ म जान्छु होइन, किनभने पनि चिया चाहिँ चाहिन्छ। सो हेre's my messy kitchen है, रुम एन्ड द्याट इज माई रुम, हेre's बाथरुम। यस्तै छ हाम्रो लाइफ होइन। सो म रेडी भयो बहिनीको घर जानलाई होइन। सो मैले चाहिँ उबर गरेको छु। सो आम वेटिङ फर द उबर। अब लाइक 3 मिनट्समा आइपुग्छ होला। सो म बहिनी घर जान्छु, किन आज वेदर एकदम चिसो पानी पनि परिरहेको छ नि त। सो जाडो पनि भइरहेको छ, त्यही भएर म चाहिँ अलिकति वार्म भएर निस्किँदैछु। आम रेडी एन्ड आम वेटिङ फर द उबर। सो अब चाहिँ त्यो चाहिँ बहिनी घर गएर है। आजको वेदर त्यस्तो छ। मोटो कलर जानुपर्ने हुन्छ। रामफल फलेछ यहाँ। चाहिँ मेरो बहिनीको घर। सयपत्री फलेछ। Forest, what's that? Catch it. अलिकति पानी कम अहिले त ठिकै हो। तर सजिलो नि है मेरो रोटी मेकरले चाहिँ। फर्स्ट रोटी यो त फर्स्ट रोटी चढाउनु पर्छ नानी, यो त छुट्टै राखिहाल्नु पर्छ। पछि जानु रोटी जस रोटी मेकर सही हुँदो रहेछ मेकरले नि। तर एकै नाच चाहिँ नदेख्ने होइन नि, पछि हुन्छ। अब बल्ल बल्ल बन्ने दाजु बहिनी रोटी बनाउँदै पूजालाई यसो हाल्ने यो रोटी बनाउँदैछु होइन। तिहारको स्पेसल रोटी त बनाउनु पर्छ।
रोटी चाहिँ यस्तो भएको छ, यस्तै बनाएको छ है। यसरी रोटी बनाउँदैछु। La, kita treat, mami gonna treat. Come, come, come. Ita pada, come, 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 come here. Come, 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 come. Sit, sit. Yay, baby. Ita pada, sit garna ta. Sit, sit, sit. Good boy. Good boy, baby. La, la. Namaste garna ta. Namaste. Namaste garna. Namaste garna. Namaste garna. Namaste. Koi. के फिनिश गर नमस्ते गर नमस्ते फेरि नमस्ते छिरा ल नमस्ते गर नमस्ते गुड बोय ल यो पनि खाऊ त थोरै रोटी नि खाने हो थोरै सेलरोटी यम 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 ये यम 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 खै त गाइस म चाहिँ अब कता कता आज मार्केट गएर आएँ होइन, फेरि कतै स्विच किन्न गएको थिएँ, स्विच किन्न गएको थिएँ। तर फेरि मलाई अलिक जस्तो सामान लिनु पर्ने भयो नि त, सामान केही बिर्सेँ फेरि सपिङ ब्याग लिएर फेरि जानु लागेको है। सो फेरि बजार जाँदैछु म, फेरि तपाईँ नरिवलहरू दुधहरू किन्नु बिर्सेछु मैले। अनि मेन त मलाई फुल पनि छैन, फुल पनि चाहिएको छ नि त, फुल छैन नि त। सो अब फुल त चाहियो त्यसो भने पूजा गर्नलाई फुल त्यहाँ किन्नुपर्छ अब, त्यही भएर अब सायद सयपत्री फुल चाहिँ पाइँदैन होला, अरू फुल भयो भने म लिएर आउँछु, त्यही भएर पूजा गर्नु पर्ला नि होइन। सो अब अहिले आउँछ तपाईँलाई सबलाई फुल पनि किनेर ल्याएँ, के गर्नु गाह्रो छ, सयपत्री फुल चाहिँ पाइएन। अब सयपत्रीको सट्टा अरू भए पनि हालेर पूजा गर्नु पऱ्यो होइन, के गर्नु ठिकै चिकन जे पनि किन्नै पऱ्यो होइन। अब यहाँ बाहिर आएपछि चाहिँ के गर्नु, अर्काको घरमा फुल छ नि, फल छ नि, तर टिप्न मिलेन, टिप्न दिँदैन। अब चोर्नु भएन, नेपालमा जस्तो ठ्याक्क बाटोमा हिँड्दैन, तर त के साह्रो यत्तिकै यस्तो बाटोमा खुल्ला खुल्ला बाटो छैन, यत्तिकै ल फुल फलिरहेछ, तर टिप्न मिलेन होइन, गाह्रो छ नि। त्यही भएर यस्तो भयो नि पूजा गर्नलाई ल्याएँ। अब यसको पनि पऱ्यो तपाईँको $6 पर्दा आयो, महँगो छ अनि अलिकति ग्रोसरी प्लस फ्रुटहरू लिएर आएँ पूजाको लागि पनि होइन। सो म बेलुका पूजा गर्नुपर्छ आज लक्ष्मी पूजा। तर नेपालमा चाहिँ अब नेपालमा जे मनायो हामी पनि आज हामी पनि नेपालको नै मनाउँछौँ। सो हामी अस्ट्रेलियाको टाइम चाहिँ भोलि रहेछ लक्ष्मी पूजा, सो हामी भोलि मनाउँदैनौँ, सो आज मनाउने हो होइन। सो अब भरे के गर्छु म, पूजा कसरी गर्छु सब देखाउँछु तपाईँलाई। सो हेर्दै गर्नु न, फुल यति मजाले फलिरहेछ भने के गर्नु, अर्काको बारीमा अर्काको जग्गाको फुल टिपेर के गर्नु, मरिन्छ भने डर, केस लाग्छ भने डर होइन। कति राम्रो राम्रो घरमा चटक्क चटक्क फुल फलेको छ, टिप्न मिल्दैन भन्ने मात्रै हो होइन। ठिकै छ, अब आफूसँग जे छ जस्तो त्यसै गरेर पूजा गरौँला, केही भएन त्यो त। सो मैले चाहिँ यहाँ लक्ष्मी पूजा पनि गरिसकेँ आज होइन। सो मेरो पूजा थाहा यस्तो छ है, सानो सिम्पल, अब के गर्नु, रेन्टको रुम हो होइन, गाह्रो छ, अलिकति गाह्रो हुन्छ रेन्टको रुममा होइन एडजस्ट गर्नलाई। सो जे सक्छ जे जस्तो सक्छ मैले भगवान्लाई सम्झेर यति गरेको छु, खुसी हुनुहुन्छ होला भगवान् पनि।
त्यो नसुना त सधैँ हाम्रो आँगनमा आइराख्नु आफ्नो घरमा भइराख्नु होइन अरू चाहिँ के अरे यस्तै हो अब जति जे भए पनि चाडपर्वमा चाहिँ आफ्नो घर परिवार धेरै याद आउँछ किनभने आफूले चाडपर्वमा आफ्नो परिवारसँग धेरै वर्ष मिलेर पूजाआजा गर्दा या सेलिब्रेट गर्दा आफ्नो फेस्टिभलहरू धेरै रमाइलो हुन्छ क्या सो मलाई चाहिँ एकदम मिस हुन्छ है मलाई चाहिँ एकदम मिस हुन्थ्यो पूजाआजामा पनि अलिकति निकै लगाव पनि छ सो म ब्लग बहिनीको घरमा कन्टिन्यू हुन्छ है त थ्याङ्क यू नयाँ चाहिँ रङ्गोली रेडी भयो यहाँ चाहिँ भाइले बनाएको रङ्गोली ल सिधै लगाइसक्यो छिटो 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 सिधै लगाइसक्यो ह्याप्पी तिहार बोलेन भाइ के हो भाइ रब नहेर्ने यत्रो अब त भ्याइयो बाली सक्यो सिधिसक्यो ए त दियो म पल्छ ए कलरफुल वाला भयो त होइन तेरो कताबाट हो दुध देखा त मलाई ए ल ह्याप्पी लुगातिर आउनु है लुगातिर ए पोल्छ खुट्टा उता पा होइन ऊ पुनः कलरफुल रहेछ कलरफुल छ सिद्धियो के हो लुगा लाग्ला कोही माथि हेरे ता वायरमा लाला वायरमा सिदिन लगाइसक्यो कपडा खान्छ बिजुली पोलतिर हेर है बिजुली पोलमा हुन्छ यो बाली साइज चाहिँ दाँतै नफालौ ल सुमनले त्यही फाल्दैछ कि सुमनले क्या दिन्छ कि तेरो आयो मात्र भयो गाइज मलाई अब धेरै भइसक्यो सेलिब्रिटी आफै मेरो अगाडि आएर अनि अझ म पछाडि आएर त्यो टन्नै रहेछ त बरु त सानो चाहिँ राम्रो सानो चाहिँ धेरै आउँदो रहेछ मजाले राख्छु छ चाहिँ खोइ छ जस्तो लाग्यो पायो एउटा भागमा राम्रोसँग बोल्ने बल्ल भाइले दुईटा नभएर एउटा त बोल्छ टन्नै ल्याएर रहेछ त म त एउटा मात्रै ल्याएर एक दाइ म तपाईलाई यो देखाउँछु आउनु न तिम्रो त रेम्बो कलर छ त नि पछाडि पनि भिडियो देख्दा हुन्छ औ दाइ यता न्यू क्यामेरा 17 हो विवेक यहाँ आउन 17 मा बिचमा के भयो क्या म आउँछु क्या त्यता म हैन यहाँ आउन विवेक त्यता म आउँछु क्या यहाँ हेर न ह्याप्पी तिहार ए दुईतिर हुने ओके ओइ त रङ्गी सो हाई एभ्रिवान वेलकम ब्याक अगेन आज चाहिँ फेरि हाम्रो भाइटिकाको दिन होइन
भाइटिकाको दिनको लागि हामी प्रिपेयर गर्दैछौँ अनि सामान किनेर आउँदैछ म बहिनीको घर जाने हो अनि त्यसपछि टिकाहरू लाउने हो के हुन्छ म तपाईँलाई देखाउँछु So guys, I'm ready and I'm ready भइसकेको छु So आजको मेरो आउटफिट नेपाली ट्रेडिसनल दौरा सुरुवाल होइन अनि कोट अनि ढाका टोपी This is my boot अनि बहिनी घर जान म रेडी some stuff है So अब चाहिँ म उबर गरेर जान्छु So this is my messy room अब भयो फुलहरू चढायो त्यहाँ बत्तु बालिदियो अनि ओखर फुटाइदियो तिहारमा चाहिँ हामी घर पूजा गरेर अनि बल्ल उता जान्छ आफ्नो घर पूजा गरेर आफ्नो मेन घर कसको घरमा पूजा गर्ने हो त्यसको आफ्नो घरमा गएर पूजा गर्नुपर्ने के गर्नुपर्छ अरे अब पानी ल्याएको होइन उल्टो घुम्ने कि सुनिल सोफा अलिकति तामा होला हिजो जुठो पऱ्यो रे यहाँ तिमी यहाँ गो उसलाई थाहा हुन्छ कहाँ बस्दा चाहिँ ओखरहरू पछि दुबोले कसरी घुमाउँछ त नि त्यो पानी पूजाहरू गर्ने यता केही आँटै छैन म त्यो भएर म मेरो पाराले गर्छु मैले खुल्मा बनाएको नि त ठिकै भएको केबाट बन्ने हो त्यो के मिलेको थियो सूचीहरू बना यसरी पढाइ लगाइदिउ ल तिमी बत्ती बन्द खोल्नु न कहाँ पुऱ्याउनु भयो यो पछाडि यो माथि ट्याक्कै लागेको माथि आउँछ नि के चाहिने त यस्तो गर्न त्यस्तो गर्नलाई अनि घुमाउनु पानी र तेल यसरी घुम्ने होइन यो चाहिँ दाहरूतिर गर्ने तर त्यो चुइन्छ नि यस्तो पो गर्छ त हामीले त तर यहाँ चुइन्छ नि त अब गार्मेन्टमा अरे चुइन कालगढमा हेकेको तिनचोटि तिमीमा पनि पूजा गरे त टिका लगाइदिने पनि पाउँदैन रहने केराको पातले बस्छ हुन्छ बाहिर छ त्यो केरा पात फुका बनाएको नि त तेल गर हो तेल तेल चाहिँ
छोरा जस्तो गरिदिन्छ नौला लागि त कडामा लाग्छ हो म त छोरा जस्तो मात्रै गर्नु टाउकोमा चाहिँ छोड्दैन नि टाउको मैले त्यस्तोमा अनि हातमा लगाइदिनु एकचोटि गर्दा हुन्छ नि हुन्छ नि त्यसपछि वा तेललाई त्यो तेल चाहिँ हात कान अनि कानमा आदेश गर्नु कान कानमा कानमा अनि टाउकोतिर यसको यो गरेको चाहिँ के हो यो चाहिँ चिसो नलाग्छ चिसो नलागेको छ त्यो प्रकाशलाई चिसो लागेकै गर्छ अनि त्यसपछि के गर्दा अब फुलले पुट्ने फुल जुत्ता जुत्ता बनाउनु पर्ने च्यातेर गरेर टाउको काँध काँध अनि हातमा हाल्नु त्यो च्यातेर सोहेर एउटा तेललाई टाउकोमा काँध काँध अनि हातमा होइन सयपत्री चाहिँ यति मात्र छ है कस्तो भएको है तर नेपालमा पनि नरहेछ नि नेपाल जस्तो फुलै बाहिरमा नमगाएर अनि त्यसपछि अब भयो अब टिका त्यस्तो गर्नु पर्दैन पर्दैन फुल चाहिँ बाहिर गयो सयपत्री चाहिँ यति हो बाँच्न सुन्नुलाई मात्रै फेरि बाँच्न खाने त्यो बाँच्नले त मेन तिहार भाइ चल्नु दाइले टोपी ल्याउनु भएन उता कस्तो टोपी लाउनुहुन्छ त्यो नयाँ नयाँ हो सुन्नु टोपी कामबाट सिधै हो मैले यो टोपी किनिदिन्छु भनेको कस्तो नराम्रो राम्रो टोपी क्या प्रकाश दाइले फेर्नु प्रकाश बोल्दै फेर्नु अहिले भिडियोको लागि पैसा मागिरहे प्रकाश आधी आधी भन्नु युट्युबरमा राम्रो त भयो त्यो नाकमा लाग्दैन ढाको देख्यो त हो हिजो त्यही भएर त्यो दाहरूको पहिला सबैको दिइहाल्ने होइन पहिला लास्ट लाइनमा उता लाग्यो मलाई मन त पर्दैन त्यस्तै छ मलाई सबसे मन नपर्ने मखमली फुल हो क्या चिलाउँछ क्या मलाई नि पहिला चाहिँ मन कि त तेर्सै लाउनु पर्यो